पहिला चाहिँ म यहाँबाट आएर उँभो जान्थेँ होइन। आज चाहिँ म यहाँबाट उँधो जाँदैछु साथीहरू। खतरा तरिकाले छ है साथीहरू, एकदमै खतरा तरिकाले माथि काम गरिरहेको छ है साथीहरू। हेलो गाइज एभ्रिवान, सबैजनालाई वेलकम ब्याक बुद्धि अफिसियल भ्लग युट्युब च्यानलमा। जुन ठाउँबाट आउनुहुन्छ सबैलाई वेलकम ब्याक छ बुद्धि अफिसियल भ्लगमा। फेरि पनि सबैजनालाई वेलकम स्वागत छ। अब भने चाहिँ म छोटो भिडियो बनाउनलाई निस्किसकेको छु। सबैजनाले माया र सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ होइन। आज चाहिँ म यता डुल्न लागिरहेको छु साथीहरू। सबैजनाले हेरेर सपोर्ट र माया गरिदिनु होला। मेरो भिडियो सबैजनाले स्क्रिप्ट नगरिकन पुरा भिडियो हेरेर सपोर्ट र माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छौँ। यहाँ चाहिँ यस्तो छ होइन, यो भर्खरै काटेको छ अनि यो घरमा चाहिँ यस्तो यो डस्टबिन राखेको छ। डस्टबिन एकदमै यसरी घरमा डस्टबिन राख्यो भने चाहिँ त्यो फोहोर चाहिँ त्यहाँ हाल्ने हो क्या साथीहरू। त्यो फोहोर त्यहाँ हाल्ने हो, त्यहाँ हालेर घरलाई पनि गन्ध हुँदैन होइन, अलिक सफा सुग्घर हुन्छ होइन। अनि यसरी राख्ने हो घरमा। यहाँ बियाँहरू बैगुन फलिरहेछ, कटहरको बोट यो यहाँ तल यो साग एकदमै लट्टेको साग यो जेमेमे भइरहेछ साथीहरू। ल त साथीहरू म अब भने चाहिँ लागे साथीहरू। यहाँ चाहिँ हामी कागहरू देख्न सक्छौँ। ल यहाँ चाहिँ एकदमै खतरा तरिकाले माथि काम गरिरहेछ है साथीहरू। ल अस्ति चाहिँ यहाँ पनि एकदमै खतरा घरहरू छ साथीहरू। म चाहिँ अब लागे है त साथीहरू। म चाहिँ यहाँबाट उता जाँदैछु होइन। यो चाहिँ के भने नारिवलको बोटहरू यहाँ चाहिँ छ। एकदमै खतरा तरिकाले यहाँ बाटो चाहिँ हेर्न सक्नुहुन्छ। यसरी म चाहिँ सुलुलुलु त यता कुदिरहेको छु साथीहरू। अनि यहाँ मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ कोकोनट साथीहरू। एकदमै खतरा तरिकाले छ है साथीहरू। ल लेट्स गो गाइस। अब म चाहिँ यो सट्टै उता बाटो जाँदैछु, त्यो ठुलो घरको पछाडि जाँदैछु है त साथीहरू। सबैजनाले हेर्दै गर्नु होला त, हेर्दै गर्नु होला है त साथीहरू। लाग्यो है त साथीहरू, लाग्यो सरर पारेर। ल है त साथीहरू, एकदमै दामी छ यहाँ होइन। फुलहरू थरीका फुलहरू छ होइन। अनि त्यस्तै यहाँ पनि एकदमै बाप्पाले दामी छ साथीहरू। ल है त साथीहरू, एकदमै दामी फुलहरू यतातिर यस्तो सजाएको छ होइन। ल हेर्नुहोस् एकदमै दामी छ साथीहरू। म चाहिँ यतातिर यो पछाडिको घरहरू देख्नुहुन्छ एकदमै खतरा छ है। ल म चाहिँ आजको घुमघाम कार्यक्रम चाहिँ यस्तो छ साथीहरू। ल है त साथीहरू, यहाँ चाहिँ यस्तो मजाले यो के भयो, यस्तो मजाले सजाएको चाहिँ मेवा चाहिँ यस्तो मजाले रोप्ने हो साथीहरू, देख्नुभयो। ल है त साथीहरू, मेरो पछाडि एकदमै देख्न सक्नुहुन्छ होइन। म चाहिँ यताबाट आएको यताबाट, अनि म चाहिँ अब यताबाट यसरी घुमेर जान लागिरहेको छु साथीहरू होइन। घाम एकदमै लागिरहेछ है, चटटटट घाम पनि लागिरहेछ होइन। म हिँड्नु पनि छोडेको छुइनँ साथीहरू। ल साथीहरू अब भने चाहिँ यता लाग्यो है त साथीहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदमै केराहरू चाहिँ दामी छ साथीहरू होइन। यस्तो देख्न सक्नुहुन्छ। अनि यस्तो सरर दामी छ। ल म चाहिँ आज यतातिर छु साथीहरू। ल साथीहरू, म चाहिँ ठ्याक्कै यो केरा भएको छ होइन पछाडि सन्न पारेर उभिरहेको छु है। एकदमै दामी छ है साथीहरू। साथीहरू अस्तिकै ठाउँमा फेरि आज पनि आइसकेको छु। आज पनि यो सिँढीबाट उँभो जाँदैछु होइन। यहाँबाट धेरै म गइरहेको अवस्था होइन, भिडियो बनाइरहेको अवस्था, किनभने यता चाहिँ एकदमै दामी लाग्छ नि, त्यहाँ एकदमै दामी लाग्छ। त्यही भएर म चाहिँ यता जाने गर्छु। यहाँ यता धेरै जङ्गलहरू, घुम्ने बस्ने रमाइलो ठाउँहरू छ हो। त्यही भएर म यो बाटो जाने गर्छु साथीहरू। अब भने चाहिँ लाग्यो यसो गरेर उकालो होइन त साथीहरू। सबैजनालाई धेरै धन्यवाद। म फेरि सट्टै यहाँबाट अहिले चाहिँ हुँदो जान्छु, म जाँदिनँ। घामले लास्टै पऱ्यो साथीहरू। पहिला चाहिँ म यहाँबाट आएर उँभो जान्थेँ होइन। आज चाहिँ म यहाँबाट उँधो जाँदैछु साथीहरू। साथीहरू लाग्यो है त अब गाउँदेखि हुँदा जङ्गलको बाटो लाग्यो साथीहरू, गुटुङ पारेर हो। एकदमै खतरा रुख पनि देख्न सक्नुहुन्छ साथीहरू। ल है त साथीहरू, आज हाम्रो कार्यक्रम चाहिँ डुल्ने मेरो कार्यक्रम चाहिँ यस्तो चलिरहेछ साथीहरू, गुटुङ पारेर हो। एकदमै बाब्बाले दामी छ। यतातिर यस्तो छ साथीहरू।
जङ्गलहरू एकदमै खतरा 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 जङ्गल छ है साथीहरू हो। अनि म चाहिँ लागेँ जङ्गल हुँदै गाउँ हुँदै त्यसरी छिर्दैछु साथीहरू। एकदमै बब्बलै दामी छ है साथीहरू। ल यस्तो छ यतातिर बाटोहरू। म चाहिँ यतातिर रनक्कै पारेर हिँडिरहेको छु साथीहरू। अनि गालामा पसिना पनि आइरहेछ हो। एकदमै बब्बलै छ है साथीहरू बब्बलै। यता यो सिङ्गल बाटो भए पनि रोड चाहिँ एकदमै दामी रहेछ हो। एकदमै बब्बलै लाग्यो। म चाहिँ अहिले चट्टै पर जाँदैछु कहाँ पुग्छु साथीहरू मलाई पनि यति थाहा छैन। थाहा हुनु चाहिँ हो। हिँड्न चाहिँ हिँडिरहेको छु डुलिरहेको छु होइन। यता घरहरू रहेछ जङ्गलको बिचमा घरहरू पनि रहेछ। अनि त्यस्तै छ साथीहरू हेर्नु सक्नुहुन्छ घरहरू एकदमै खतरा बब्बलै दामी भएको घरहरू पनि हामी देख्न सक्छौँ साथीहरू। अहिले म चाहिँ यहाँदेखि सुल्लुलुलुलु पारेर यता हिँडिरहेको छु साथीहरू। एकदमै दामी छ यो रोड चाहिँ होइन। एकदमै दामी छ। अनि ल साथीहरू हेर्नुहोस् है यहाँ मूर्ति हात्तीको मूर्ति रहेछ यहाँ चाहिँ। एकदमै बब्बलै दामी यहाँ एउटा छ हो। यहाँ एउटा छ अनि यता छ घरहरू चाहिँ एकदमै दामी सजावटी छ। यो माथितिर त्यस्तै देख्न सक्नुहुन्छ साथीहरू। यस्तो छ है साथीहरू। सरररररर चिसो हावामा ल बाँस पनि देखियो। बाँस पनि एकदमै बब्बलै दामी रहेछ। अनि यतातिर यस्तो रहेछ साथीहरू। यो चाहिँ पिपलको बोट रहेछ है साथीहरू। पिपल कतिजनाले चिन्नुहुन्छ धेरै जसोले होइन। यो चाहिँ पिपलको बोट रहेछ साथीहरू। अब यो सानो घरहरू हुँदै ठुलो घरतिर लाग्यो साथीहरू। एकदमै बब्बलै दामी यतातिर पनि। आजको मेरो दिन चाहिँ यसरी नै बित्दैछ साथीहरू। ल है त साथीहरू एकदमै बब्बलै जङ्गल पनि त्यस्तै छ होइन। यो एकदमै केहीको धोबीको बोट जस्तो छ दामी। यो घरहरू यस्तो छ। म चाहिँ यता राना पारेर हिँडिरहेको छु ठुलो घरहरू हेर्दै हो साथीहरू। ल सबैजनालाई फेरि पनि हो भने अब यस्तो सट्टै यतातिर लाग्यो साथीहरू। यता घर चाहिँ एकदमै बब्बलै दामी छ साथीहरू हो। सानो पारेर हिँडिरहेको छु म चाहिँ। यस्तो छ है। म आएको छु उताबाट हो। अनि म चाहिँ अहिले यता गरेर यसरी जाँदैछु साथीहरू। म चाहिँ अहिले यतातिर आइसकेँ। ल है त साथीहरू म चाहिँ अहिले एक फन्का घुमेर डुलेर होइन म चाहिँ उताबाट आएको कि यताबाट आएदेखि चट्टै यहाँदेखि आएर चट्टै यहाँ छ। यहाँ खोल्सा छ एउटा। यहाँ खोल्सादेखि अब म चाहिँ यतातिर लागेँ साथीहरू भन्दै। अब यहाँ उखु पानी देख्न सक्नुहुन्छ साथीहरू। एकदमै खतरै छ उखु पानी। र सबैलाई धेरै धन्यवाद। 2 बोतल पानी पनि खाइसक्यो। अब भने चाहिँ रुमतिर फर्कियो साथीहरू। सबैजनालाई धेरै धन्यवाद माया र सपोर्टको लागि। मेरो भिडियो हेरेर सबैजनाले इन्जोय लिइदिनु होला। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब एन्ड लाइक सेयर कमेन्ट गरिदिनु होला साथीहरू भन्दै अहिले नै भने म बिदा माग्न चाहन्छु। थ्याङ्क यू सो मच गाइस। लभ यू।